कलाकार होस् त दुर्गेश थापा जस्तो हो, अहिले यस्तै भनिरहेका छन् दर्शकहरूले। यो दृश्य त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङको हो। समय करिब 10:30 बजे थियो। पश्चिमको कार्यक्रम सकेर दुर्गेश थापा काठमाडौँ फर्किनु भएको थियो। भोकले विक्षिप्त बनिरहनुभएको कलाकार दुर्गेश थापाको नजर पार्किङमा चिया दुनोट र बुटन बेचिरहनुभएको दिदीकोमा पुग्छ। हजुरलाई लाग्न सक्छ हेलिकप्टरको प्रयोग गरेर 3-4वटा कार्यक्रम दैनिक जसो भ्याउने कलाकार दुर्गेश थापा विलासिताको जिन्दगीमा रमाउने गर्छन्, ऐसो आराम गर्नुहुन्छ। तर त्यसभन्दा ठ्याक्क विपरीत हुनुहुन्छ कलाकार दुर्गेश थापा। सामान्य जीवनशैली नै जिउन मन पराउने कलाकार दुर्गेश थापाको आत्मीय हृदय देख्दा सबैको मन साँच्चैकै भकारिन्छ। आफ्नो परिवारको लागि दिन रात नबनिकन मेहनत गरिरहनु भएको दिदीकोमा आफै स्वयं पुगेर सामान्य तरिकाले दुनोट र चिया र भुटनको स्वाद जब लिनुभयो, दिदी पनि अचम्मित पर्नुभयो। रात छिप्पिसकेको थियो। भोग दिदीले दिनुभएको मिठो खाजाको स्वादमा मरिसकेको थियो। दिदीलाई खाजाको पैसा कति भयो भनेर कलाकार दुर्गेश थापाले सोध्नुभयो। आमा कति भयो? मेरो 2टा होइन 3टा डुनोट हो। मैले 2टा खाएँ। अनि कति खायो? एउटा 3टा भयो। 260 रुपियाँ दिनु न। यसको सबैजना जम्मा 260। कति सस्तो यार, यहीँ खानु पर्ला आजसम्म है। लिनु खुला होइन? सबै राख्नु खुला छैन? राख्नु क्या तपाईँले जाम भाइ। अब लामा लागि गए। अहिलेको समयमा सर्वचर्चित कलाकारको रूपमा रहनुभएको दुर्गेश थापाको यो व्यवहार कस्तो लाग्यो? कृपया कमेन्ट गर्नुहोला।